नमस्ते कोनिचिवा तपाईँ भर्खरै जापान आउनु भएको छ स्टुडेन्ट हुनुहुन्छ अर्थात् जो कोही हुनुहुन्छ हैन एनी वर्क भिजा जुनसुकै मान्छे जापान आउनु भएको छ भनेदेखि तपाईलाई चाहिँ आउने बित्तिकै गर्नै पर्ने केही कुराहरू छन् र गर्नै नहुने केही कुराहरू छन्। म यो भिडियोमा तपाईहरुलाई त्यसको बारेमा लिस्ट बनाएर भन्छु। तपाईले चाहिँ यो भिडियो लास्टसम्म हेर्नुभयो भने डेफिनेटली तपाईलाई चाहिँ एकदमै सहज हुनेछ है साथीहरु। ल आउनुस् है त यो भिडियोलाई सुरु गरौँ। फर्स्टमा तपाईँ चाहिँ एक नम्बरमा तपाईँ एयरपोर्टमा आइपुग्नुहुन्छ हैन। एयरपोर्टमा आइसकेपछि चाहिँ तपाईलाई चाहिँ जाइरु कार्ड प्राप्त हुन्छ। तपाईलाई जाइरु कार्ड थमाइन्छ। अब यो जाइरु कार्ड भनेको चाहिँ के हो त भनेको चाहिँ यहाँको चाहिँ रेसिडेन्ट कार्ड। तपाईँ यहाँ बस्दाखेरि अनिवार्य यो बोकेर तपाईको साथमा हुनुहुन्छ। जहिले जहाँ जाँदा पनि तपाईको पर्समै हुनुपर्ने हुन्छ। यदि तपाईलाई यो जाइरु कार्ड नबोकिकन पुलिसले भेट्यो भनेदेखि तपाईले चाहिँ पुलिस कारमा राखेर घरसम्म आएर जाइरु कार्ड देखा भन्छ। यो चाहिँ लफडा हुन्छ। तपाईको काममा जाँदा गर्दा झ्या हुन्छ। जहिले पनि तपाईले जाइरु कार्ड पकेटमा राख्नु होला। जब तपाईले यो जाइरु कार्ड प्राप्त गरिसक्नुहुन्छ त्यसपछि यसको 14 दिन भित्रमा तपाईले गएर एड्रेस चाहिँ दर्ता गर्नुपर्ने हुन्छ। जुन दिन एयरपोर्टमा आउनुहुन्छ त्यसपछि तपाई होस्टेलमा जानु होला, कहाँ जानु होला, कहाँ बस्ने हो यो थाहा हुन्छ नि त हैन। अब त्यो बस्ने ठाउँको सिटी अफिसमा गएर तपाईले चाहिँ एड्रेस दर्ता गर्नु होला। त्यसै साथीहरु 2 नम्बरमा चाहिँ भनेको कोकुमिन केन्को होकेन भनेको राष्ट्रिय स्वास्थ्य बीमा। यो चाहिँ तपाईले यो पनि 14 दिन भित्रैमा गर्नै पर्ने हुन्छ। तपाईले यदि 14 दिन भित्रमा गर्नु भएन भनेदेखि तपाईलाई बाइ चान्स हैन तपाई बिरामी पर्नुभयो, रुगाखोकी लाग्नुभयो, केही भयो, दायाँ बायाँ भयो भनेदेखि तपाईको चाहिँ एकदमै एक्सपेन्सिभ बिल आउँछ तपाईको हस्पिटल जाँदाखेरि। अहिले तपाई यदि इन्स्योरेन्स कार्ड छ भनेदेखि तपाईको चाहिँ 70% माइनस हुन्छ। अब यो 70% माइनस नभइकन आएको बिल त एकदमै महँगो हुन्छ। 70% माइनस हुँदा त एकदमै एक्सपेन्सिभ छ भनेपछि एकदमै यसमा केयर गर्नुहोस्। अनि सबैभन्दा नेपाली स्टुडेन्टहरूलाई चाहिँ जहिले बिल 1 वर्षपछि तपाईको चाहिँ इन्स्योरेन्सको बिल आउँछ त्यो बेलामा चाहिँ महँगो भयो, बेसी भयो भनेर धेरैको चाहिँ गुनासो हुन्छ। यो बेला चाहिँ तपाईले के केयर गर्नुपर्ने हुन्छ भनेदेखि आउने बित्तिकै तपाईले गर्ने काम चाहिँ भनेको वर्षमा 103 मान भन्दा माथि हुनु हुँदैन। यो भन्दा माथि भयो भनेदेखि तपाईको चाहिँ त्यो बेसिक लेभलबाट चाहिँ त्यो बढ्दै तपाईको चाहिँ एकदमै महँगो आइदिन्छ। जस्तै यामातोहरुमा बेसी काम तपाईको जिक्यु ताखाइ हुन्छ हैन। त्यस्तो काम गर्नुभयो भने तपाईको फोगटमा इन्स्योरेन्स बेसी आउँछ अनि तपाईलाई फाइदै हुँदैन। त्यस्तोमा काम नगर्नुस्, बरु नर्मली काम गर्नुस्। कसरी हुन्छ मिलाएर गर्नुस् हैन। यसको बारेमा बेसी अब भिडियोमा यहाँ के भनिरहने हैन। तर बेसी काम एकै ठाउँबाट त्यसरी गर्नुभयो भनेदेखि तपाईको इन्स्योरेन्स बेसी आउने मेन रिजन भनेको चाहिँ 103 मान 1 वर्षमा 103 मान भन्दा बेसी कमाइ भयो भने तपाईको इन्स्योरेन्स चाहिँ बढेर आउँछ। अनि तेस्रो नम्बरमा साथीहरु जब तपाईले चाहिँ त्यहाँ इन्स्योरेन्स कार्डको प्रक्रिया सक्नुहुन्छ त्यति नै खेर तपाईलाई पनि एउटा माइ नम्बर प्राप्त हुन्छ। त्यसको चाहिँ चुची भनेको एउटा त्यसलाई चाहिँ तपाईले नोटिस गर्ने एउटा नम्बर दिन्छ। यतिले मात्रै तपाईको माइ नम्बर चाहिँ पुरा हुँदैन। त्यही बेला तपाईले चाहिँ माइ नम्बर कार्डको एप्लाई गर्नुपर्ने हुन्छ। अनि त्यसपछि तपाईलाई फर्दर प्रक्रियाहरू त्यही तपाईलाई भन्छ हैन। फर्स्टमा चाहिँ तपाईले त्यतिखेरै माइ नम्बर कार्डको पनि एप्लाई गर्नुस्। अनि पछि तपाईलाई बोलाउँछ र त्यसपछि फर्दर कुराहरू पुरा गरेर माइ नम्बर कार्ड चाहिँ फोटो लिएर गएर पुरा गर्नु होला। त्यसबेला चाहिँ तपाईलाई चाहिँ जस्ट नोटिस पेपर मात्रै माइ नम्बरको नोटिस पेपर मात्रै प्राप्त हुन्छ। अनि साथीहरु त्यस्तै 4 नम्बरमा चाहिँ भनेको बैंक खाता खोल्ने। तपाईले चाहिँ जुनसुकै बैंकको खाता खोल्न नि सक्नुहुनेछ। कुनै पनि बैंक धेरै बैंकहरुले तपाईको स्ट्याम्प खोज्छ हैन। स्ट्याम्प नचाहिने बैंक पनि छ अहिले। तपाईको जेपी बैंकले चाहिँ अहिले चाहिँ तपाईको अनलाइनबाट डाइरेक्ट योयाकु गरेर मात्रै गर भन्छ हैन। अलि झ्याउ छ। सेम्पाइहरुले लिएर जानु होला अथवा कुनै सपोर्ट गर्ने त्यस्तै अरु संस्थाहरु केही छ भने त्यसको साथमा गर्नु होला। हेर्नुहोस् युट्युबतिर हुँदै कतै गर्ने प्रक्रियाहरु हेर्नुहोस् अनि आफैले अनलाइनबाट फर्म भरेर जेपी को बैंक बनाउन सक्नुहुन्छ। अरु फर्दर बैंकहरुको लागि त सायद डाइरेक्ट गएर नि गर्न मिल्छ हैन। त्यसको लागि चाहिँ तपाईको फोन नम्बर एउटा फोन नम्बर चाहिन्छ। सेम्पाइको फोन नम्बरै कसैको फोन नम्बर देखाएर आफन्तको फोन नम्बर देखाएर भए पनि तपाईले चाहिँ बैंक अकाउन्ट खोल्नुस्। तपाईले बैंक अकाउन्ट खोलिसक्नुहुन्छ त्यसपछि तपाईको पालो आउँछ फोन नम्बर कन्ट्याक्टमा लिने। तपाईको बैंक अकाउन्ट नभइकन तपाईले फोन नम्बर लिन सक्नुहुन्न। त्यतिन्जेल चलाउनको लागि तपाईले प्रिपेडहरु नेपालबाट ल्याएकै फोनमा प्रिपेड कार्ड हालेर चलाउन सक्नुहुन्छ। यो प्रिपेड कार्ड चाहिँ तपाईको डाटा मात्रै चल्छ। यो डाटा मात्रै चलाउनको लागि चाहिँ तपाईले चाहिँ नजिकको स्टोरमा गएर 2-3 हजारमा मजाले 30 GB 40 GB को 5000 सम्म त 50-60 GB को डाटाको कार्ड पाउँछ। हो यो हालेर तपाईले फोन नम्बर नहुन्जेल सम्मको लागि चाहिँ सहज हुन्छ। यो प्रक्रिया गर्नु होला है त। त्यसपछि बैंक अकाउन्ट बनिसकेपछि बल्ल तपाईले चाहिँ मोबाइल नम्बर अर्थात् फोन नम्बर लिन सक्नुहुनेछ। अब यो फोन नम्बर लिइसकेपछि चाहिँ तपाईले चाहिँ धेरै कामहरु गर्नलाई चाहिँ सजिलो हुन्छ। अब आरु बाइतो खोज्नदेखि लिएर हैन
धेरैतिर तपाईँलाई चाहिँ फोन नम्बर चाहिन्छ। त्यसको लागि चाहिँ तपाईँले फोन नम्बर ब्याङ्क एकाउन्ट भएपछि बल्ल एयु, डोकोमो, सफ्ट ब्याङ्क, वाइ मोबाइल, राक्तेन मोबाइल, युक्यू मोबाइल धेरै छन् होइन। यस्तोमा गएर तपाईँले आफैले बुझेर सर्च गरेर धेरै कुराहरू छन् अहिले त होइन। अब एआईहरू पनि छन् होइन। धेरै कुराहरू आफैले सर्च गरेर आफैले बुझेर अनि आफ्नै मर्जीले त्यसरी चाहिँ फोन नम्बर लिनु होला है त। अनि त्यस्तै अर्को 6 नम्बरमा भनेको चाहिँ साथीहरू यातायात कार्ड अर्थात् कोचु आइसी कार्ड भन्छ। यो चाहिँ भनेको चाहिँ तपाईँको सुइका पासमो भन्ने एउटा कार्ड हुन्छ। यो चाहिँ तपाईँको चाहिँ पैसा चार्ज गर्ने अनि जस्तै ट्रेन चढ्दाखेरि टच गरेर भित्र जाने, निस्किँदा टच गरेर बाहिर निस्किने होइन। गाडीमा नि त्यही भयो, ट्याक्सीहरू जेसुकैमा चढ्दाखेरि पनि यो भयो भने तपाईँलाई एकदमै सहज हुन्छ। जस्तै ट्रेन चढ्दाखेरि यो छैन भनेदेखि प्रत्येकचोटि तपाईँले चाहिँ किप्पु अर्थात् टिकट काट्नुपर्ने हुन्छ। यो गर्दा झ्या हुन्छ, तपाईँ बिजी हुन्छ। जापानको लाइफ त्यही हो, तपाईँलाई थाहा छँदैछ। कलेज जानुपर्ने हुन्छ अनि काम जानुपर्ने हुन्छ, दौडधुप मजाकै दौडधुप हुन्छ होइन। त्यसको लागि चाहिँ तपाईँले चाहिँ यो गर्नु होला, आइसी कार्ड बनाउनु होला। यो बनाउनलाई एकदमै सहज छ। सुरुमा 500 रुपियाँ लाग्छ। स्टेसनमा गएर सजिलै तुरुन्तै उति नै खेर बनाउन सकिन्छ। तपाईँ सेम्पाईको साथमा जान नि सक्नुहुन्छ। यत्तिकै आफै नै च्यालेन्ज गर्नुहोस् न गएर। तपाईँको जापानिजहरूले एकदमै स्ट्रगल गरेर भयो नि तपाईँलाई बुझाउँछ। तपाईँ भाषा नबुझ्ने छ भने पनि यस्तै स्ट्रगल गरेर प्लस गर्दा गर्दै तपाईँको भाषा पनि मजबुत बन्छ। साथीहरू सकेसम्म आफै च्यालेन्ज गर्नुहोस् है। अनि साथीहरू अर्को भनेको चाहिँ पार्ट टाइम जबको लागि चाहिँ पर्मिट लाउनु पर्ने हुन्छ। तपाईँ जब जापान आइसक्नु भएको हुन्छ नि त्यसपछि तपाईँले चाहिँ तुरुन्तै काम गर्न पाउनु हुँदैन। कतिपय अवस्थामा चाहिँ तपाईँलाई एयरपोर्टमै तपाईँको चाहिँ पर्मिट दिएको हुन्छ। सिक्काको गाई खाचुदो क्योखा भन्ने हुन्छ होइन। हो यो चाहिँ तपाईँको चाहिँ अब आएपछि त्यहाँ स्याक्सोमा गएर तपाईँले लाउन सक्नुहुन्छ। अर्थात् एकैचोटि उहाँ एयरपोर्टमा लगाएको छ भने यो तपाईँले गर्नु परेन। त्यही भएर तपाईँले यो पर्मिट लाएर मात्रै बाइतो गर्न अर्थात् काम गर्न पाउनुहुन्छ है त साथीहरू। अनि अर्को भनेको जापानमा आएपछि यदि तपाईँले साइकल चढ्नुहुन्छ भनेदेखि एकदमै साइकल चाहिँ बेसी युज हुन्छ। तपाईँ साइकल चढ्नुहुन्छ भनेदेखि अर्काको मागेको यहाँ त्यहाँको यताउतिको साइकल नचढ्नुहोस्। आफ्नै साइकल आफूले त्यो साइकल किन्दाखेरि दर्ता गर्नुहोस्। किनिसकेपछि पुलिसकोमा लगेर अन्तैबाट गर्नु भएको छ भने पुलिसकोमा लगेर दर्ता गर्नुहोस्। यो गरिसकेपछि मात्र तपाईँलाई केही भयो तलमाथि यताउता हुँदाखेरि चाहिँ सजिलो हुनेछ। अहिले साइकलको रुल भनेको एकदमै टाइट भइरहेको छ। तपाईँले साइकल चलाउँदाखेरि मोबाइल नचलाउनुहोस्, इयरफोन नलाउनुहोस्। तपाईँलाई अहिले त डेडली ठाउँको ठाउँ फाइन हान्ने यस्तो कडा नियम आइसकेको छ। त्यही भएर साथीहरू साइकलमा चाहिँ अहिले अलिक केयरफुल्ली भएर चलाउनु है त। लगभग साइकल भने पनि तपाईँको अरू ट्राफिक जस्तै एकदमै हेभिली हेर्न थालिसकेको छ। अहिले पनि यसको रुल एकदमै टाइट भइसकेको छ। यसमा नि केयर गर्नु होला है त। त्यस्तै साथीहरू अर्को भनेको चाहिँ फोहोर अर्थात् गोमिदासी, फोहोर फाल्ने तरिका। तपाईँले फोहोर फाल्नमा चाहिँ आफूलाई अल्छी नगर्नुहोस् है। यसमा चाहिँ मिसअन्डरस्ट्यान्ड एकदमै नगर्नु होला। जापानिजहरूले एकदमै विदेशीहरूलाई हेट गर्ने 1 नम्बरको पोइन्ट भनेको गोमिदासी हो है। तपाईँहरूले कुहिने गोमी, नकुहिने गोमी, क्यान, बोतल, सिसा यिनीहरूलाई चाहिँ एकदमै छुट्याएर प्रोपर टाइममा मिलाएर विशेष फाल्ने पर्ने ठाउँमा पोको पारेर एकदमै सिन्सियरली तपाईँ अझ त्यो बोतल हुन्छ नि, बोतलको कागज निकालेर बिर्को निकालेर त्यसलाई फाल्टो ठाउँमा राखेर त्यसरी यिनीहरूले एकदमै केयरफुल्ली पर्फेक्ट बनाएर फाले हुन्छ। विदेशीले गरेर ढ्याङ 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 गरेपछि यिनीहरूले यति हेट गर्छ कि यो गोमीलाई दायाँ बायाँ गर्ने मान्छेलाई चाहिँ होइन। त्यही भएर साथीहरू जापानमा आएर तपाईँ लाइफ टाइम यहाँ होइन यहीँ लाइफ बनाउँछु, यहीँ पैसा कमाउँछु, 2-4 वर्ष यहीँ गर्छु भनेको मान्छे जापानिजले हेट गर्ने खालको नजरमा नपुग्नु होला है त। एकदमै यसमा चाहिँ एकदमै केयरफुल हुनु होला। कुन दिन कुन गोमी फाल्ने हो, कुन दिन कुन फाल्ने हो, यो चाहिँ तपाईँको सिटी अनुसार फरक हुन्छ। एकदमै केयरफुल भएर चाहिँ गर्नुहोस् है त। अब यहाँको कल्चर त फलो गर्नु पऱ्यो यही ठाउँमा आएपछि होइन। अनि त्यस्तै साथीहरू अर्को भनेको चाहिँ आपतकालीन अवस्थाको बेलामा चाहिने फोन नम्बरहरू जस्तै पुलिसको नम्बर, एम्बुलेन्सको नम्बर। पुलिसको नम्बर भन्छ कि 110, पुलिसको ह्याकुतोबान भन्छ। अनि त्यसपछि एम्बुलेन्सको भनेको चाहिँ 119 नम्बर। अनि त्यस्तै तपाईँको गाक्कोको नम्बर पनि तपाईँलाई याद हुनु पऱ्यो। अनि सेम्पाईहरूको नम्बर पनि याद हुनु पऱ्यो। काहीँ तपाईँ कतै कुनै ठाउँमा फस्नु भयो भनेदेखि अनि तपाईँको काम गर्ने ठाउँको नम्बर पनि त्यसरी राख्नु होला होइन। यिनीहरू चाहिँ एकदमै सिन्सियर भएर लेखेर नोटमा राख्नु होला। अनि तपाईँ आफू नि सम्झनु होला। साथीहरू यो सानो सानो कुरा भयो भने एकदमै महत्त्वपूर्ण कुराहरू हो। यसमा चाहिँ केयर गर्नु होला है त। साथीहरू भिडियो मन पर्यो भनेदेखि लाइक गरिदिनु होला, सेयर गर्नु होला, सब्सक्राइब गर्नु होला। साथीहरूलाई सेन्ड गर्न नभुल्नु होला है त। तपाईँहरूको साथी सर्कलमा यो भिडियो पठाइदिनु होला, उहाँहरूलाई पनि सहज हुनेछ। अनि साथीहरू बी पोजिटिभ है। तपाईँ यदि पोजिटिभ हुनुहुन्छ, तपाईँको हार्ट वार्म छ भनेदेखि
तपाईँले त्यस्तै खोजिरहनु भएको छ क्या, त्यस्तै वार्म हर्ट भएको ठाउँमा यो मेसेज पुग्नेछ। अनि तपाईँले म्यानिफेस्टेसन तपाईँले त्यस्तै गर्नुहुनेछ। तपाईँले पोजिटिभ कुरा खोजिरहेछ है भनेर पोजिटिभ मान्छेसँग लिङ्क हुनेछ। त्यही भएर पोजिटिभ कुरा गर्नुहोस्, पोजिटिभ थिङ्किङ गर्नुहोस्, अनि मान्छेलाई राम्रो सोच्नुहोस्, राम्रो मान्छेलाई राम्रो भइदियोस् भन्नुहोस्। त्यस्तै मान्छेसँग तपाईँको कनेक्सन हुनेछ, त्यस्तै मान्छेलाई तपाईँलाई सपोर्ट गर्नेछन्, अनि तपाईँले खोजेको कुरा बल्ल प्राप्त गर्नुहुनेछ। है त साथीहरू, फेरि अर्को भिडियोमा भेटौँला। बाई बाई।